नमस्कार। आज हामी प्युठान जिल्लाको एउटा गाउँपालिका झिमरुकको बारेमा अलिक गहिरिएर कुरा गर्दैछौँ है। हो, झिमरुक। हामीसँग यसको भूगोल, आर्थिक अवस्था, विकासका प्रयासहरू अनि सम्भावनाहरूबारे केही जानकारीहरू छन्। हो, यिनै जानकारीहरू हेरेर झिमरुकको खास चिनारी के रहेछ त्यसलाई अलिक खुट्याउने कोसिस गरौँ न त। निश्चय पनि। सुरु गरौँ यसको अवस्थितिबाटै। यो त लुम्बिनी प्रदेशको प्युठान जिल्लामा पर्यो। प्युठानमा पहाडी भेग नै होला है त्यता। हो, पहाडी नै हो, तर भूभाग पहाडी भए पनि माटो मलिलो रहेछ अनि प्राकृतिक सुन्दरता पनि प्रशस्तै। सुन्दरताको कुरा आयो अनि नाम चाहिँ झिमरुक नाम कसरी रह्यो? त्यो त त्यहाँ बग्ने प्रसिद्ध झिमरुक नदी खोला भनौँ न, हो त्यसैको नामबाट रहेको देखिन्छ। हो र, खोलाकै नामबाट गाउँपालिकाको नाम रमाइलो रहेछ। ल, भूगोलको कुरा त भयो, अब अलिकति आर्थिक पाटोतिर लागौं न त। जानकारी हेर्दा त कृषि नै मुख्य जस्तो देखिन्छ हैन? हो, कृषि नै हो मुख्य आधार। मकै, गहुँ, कोदो जस्ता परम्परागत बालीहरू अनि तरकारी, फलफूल खेती पनि। यो त धेरै ठाउँमा यस्तै हो, तर झिमरुकमा केही फरक छ कि? हो, यहाँ एउटा अलि चाख लाग्दो कुरा के छ भने नि, अरू ठाउँमा युवाहरू बाहिरिने क्रम बढ्दो छ, तर यहाँ चाहिँ युवाहरू व्यावसायिक कृषि अनि पशुपालनतिर आकर्षित भइरहेको संकेत मिल्छ। त्यो त साँच्चै राम्रो कुरा पो हो त। मतलब गाउँमै अवसर देख्न थाले। हो, त्यस्तै देखिन्छ। यो आफैमा सकारात्मक संकेत हो। स्थानीय स्तरमै केही सम्भावनाहरू बन्दैछन् कि भन्ने आशा जगाउँछ। एकदमै उत्साहजनक। कृषि बाहेक अरू केही सम्भावना नि? अर्को ठूलो सम्भावना भनेको पर्यटनमा छ। पर्यटन कस्तो किसिमको? हेर्नुहोस् न, त्यहाँ हरियाली डाँडा काँडा छन्, झरनाहरू, नदीनाला आफैमा सुन्दर छन् अनि विभिन्न मठ मन्दिर, सांस्कृतिक स्थलहरू पनि। यिनीहरूले पर्यटकलाई तान्न सक्ने राम्रो क्षमता राख्छन्। तर सम्भावना मात्रै भएर त भएन होला नि, त्यसलाई वास्तविकतामा बदल्न केही त गर्नु पर्यो होला। एकदम सही कुरा। त्यही त, सम्भावनालाई यथार्थ बनाउन अझै काम गर्नुपर्ने देखिन्छ, खास गरी पूर्वाधारमा। पूर्वाधार मतलब बाटोघाटो, बस्ने खाने ठाउँ त्यस्तै होला? हो, त्यही हो। राम्रो सडक सञ्जाल चाहियो अनि सिँचाइको व्यवस्था, जसले कृषि र स्थानीय सौन्दर्य दुवैलाई फाइदा गर्छ। सिँचाइले त हरियाली बढाउँछ नि। हो नि, अनि अरू आवश्यक पूर्वाधारमा लगानी बढाउनु पर्ने कुरा जानकारीहरूले पनि देखाउँछन्। यो खाडल पुर्ने काम पूर्वाधारले नै गर्छ। ठिक हो। ल, आर्थिक र पूर्वाधारको कुरा भयो। अब अलिकति सामाजिक विकास जस्तै शिक्षा, स्वास्थ्यतिर हेरौँ न, त्यहाँ कस्तो अवस्था रहेछ? शिक्षामा चाहिँ प्रगति भइरहेको जस्तो देखिन्छ। माध्यमिक तहसम्म पढाइ हुने सरकारी स्कुलहरू छन्, केही निजी संस्थाहरू पनि खुलेका रहेछन्। राम्रो। अनि स्वास्थ्य सेवा नि? स्वास्थ्यमा हेर्दा प्राथमिक स्वास्थ्य केन्द्रहरूले सेवा त दिइरहेका छन्, तर विशेषज्ञ डाक्टरको सेवा पाउन या अलि दुर्गम ठाउँहरूमा स्वास्थ्यकर्मी सजिलै पुग्न चाहिँ अझै पनि गाह्रो छ भन्ने सुनिन्छ। त्यो त समस्या नै हो। हो, यो सुधार गर्नुपर्ने महत्त्वपूर्ण क्षेत्र हो नि। यी सबै कुरामा मतलब सडक बनाउने, शिक्षा, स्वास्थ्य हेर्ने, यसमा स्थानीय सरकार, गाउँपालिकाको भूमिका कस्तो देखिन्छ त? सक्रिय छ? गाउँपालिकाले विकास निर्माणमा लागि परेको देखिन्छ। जानकारी अनुसार सडक बनाउने, खानेपानीको व्यवस्था मिलाउने अनि कृषि र शिक्षालाई अघि बढाउने जस्ता कामहरूमा उनीहरू क्रियाशील छन्। त्यसो भए त सकारात्मक नै भयो। हो, सायद यही सक्रियता र अघि भने जस्तो व्यावसायिक कृषितिर युवाको आकर्षणले गर्दा होला केही राम्रा अनुभवहरू पनि सुनिन्छन्। विकासका काम अघि बढेको अनि केही युवाहरू बाहिरबाट सिप सिकेर गाउँ फर्कन थालेको जस्ता। ओहो, युवाहरू फर्किने क्रम सुरु भएको, त्यो त झनै राम्रो संकेत हो नि। भनेपछि समग्रमा हेर्दा झिमरुकमा अवसर र चुनौती दुवै रहेछन्, हैन त? एकातिर प्राकृतिक स्रोत, युवाको जाँगर छ, अनि अर्कोतिर पूर्वाधार र विशेषज्ञ सेवाको पहुँचमा अझै काम गर्नुपर्ने अवस्था हो। ठ्याक्कै। झिमरुक यस्तै ठाउँ हो जहाँ सम्भावना प्रशस्त छ, तर त्यसलाई साकार पार्न चुनौती पनि छन्। विकास र आत्मनिर्भरताको लागि निरन्तर प्रयास चाहिँ भइरहेको छ। राम्रो। मेरो विचारमा प्राकृतिक स्रोत, स्थानीय जाँगर अनि फर्केर आएका युवाहरूको त्यो नयाँ ज्ञान र सिपलाई ठिकसँग मिलाउन सकियो भने यहाँ साँच्चै राम्रो परिवर्तन आउन सक्छ। हो, यो छलफलले झिमरुकको एउटा जीवन्त तस्विर त देखायो। अन्त्यमा
एउटा प्रश्न मनमा आयो, श्रोताहरूले पनि सोच्न सक्नुहुन्छ। भन्नुस् न। झिमुरुकले आफ्नो त्यो प्राकृतिक सुन्दरता र मौलिक संस्कृतिलाई चाहिँ नबिगारिकन आर्थिक रूपमा कसरी अघि बढ्न सक्ला? त्यो सन्तुलन कसरी मिलाउने होला? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। अनि अर्को कुरा, बाहिर देखिए भोगेका नयाँ सिप सिकेर फर्केका युवाहरूले त्यो सन्तुलन कायम गर्न कस्तो भूमिका खेल्न सक्लान् त? यो आफैमा घोत्लिनुपर्ने विषय हो जस्तो लाग्छ। हो, निश्चय पनि। यसमै भविष्य निर्भर गर्छ।